गुड मर्निङ गाइज, के छ तपाईँहरूको हाल खबर? अनि आज चाहिँ जाँदैछौँ हामी गाउँमा, घरतिर धेरै पछि। आज चाहिँ जाँदैछौँ, नयाँ कुरा के भने हामी बसमा धेरै भइसक्यो त्यो बसमा यात्रा नगरेको, अनि बाइक पनि चलाउन नहुने, अलि अफरोडहरू पिच भए त हुन्थ्यो होला, त्यही पनि अनि अलिक धेरै लामो बाटो पनि छ। अनि त्यही भएर हामी आज बसमा जाँदैछौँ। गाउँमा के हुन्छ तपाईँहरूलाई देखाउनेछौँ, हेर्दै जानु होला के हुन्छ। ल, उहाँलाई चाहिँ अहिलेदेखि बस लागिसक्यो, ताकि हामी बसै चढेका छैनौँ। यस्तो छ परिस्थितिहरू, हामी कसरी घर पुग्छौँ होला तपाईँ भनिदिनुहोस् त। बस आएको छैन, अब हाम्रो चाहिँ बस चाहिँ आउने बेला भइसक्यो, 7 बज्न लाग्यो। अब हामी के हुन्छ, उहाँको हालत के हुन्छ। यहाँदेखि चढ्दैछौँ हामी चाहिँ, चुरै छिन्। हामी बस्ने घर चाहिँ त्यतातिर छ। ल, हाम्रो गाडीको चाहिँ टायर पङ्चर भएको रहेछ, यहाँ बनाउँदैछ। अनि हामी आएको बस चाहिँ यहाँ छ। हामी आइपुगेको छौँ अहिले बनदेउमा। यहाँ यो यताबाट यता चाहिँ चौतारा जान्छ भने हामी चाहिँ यता जान्छौँ, दोलखा साइड यस्तो छ। शर्मिलालाई चाहिँ गाडी लगाइसक्यो, मलाई नै अलिअलि लाग्दै थियो, अहिले चाहिँ अब अलिक ठिक छ। अलिक गाह्रै हुँदो रहेछ, धेरै भयो गाडी नचलेको पनि, बसमा बाइकमै हिँड्थ्यो, त्यही भएर अलिक गाह्रो छ। त्यही भएर लगाइ हामी चाहिँ यस्तो स्थितिमा सिङ्गटी आइपुगेको छौँ। यहाँ चाहिँ सिङ्गटीमा चाहिँ अझै एकछिन बसेर हामी जान्छौँ होला। बिचमा केही भ्लगहरू भएन, अनि हामी आज अलि धेरै भएछ गाडी नचढेको, त्यही भएर अलि त्यस्तै भयो, भ्लग गर्न पाइएन। ल, हाम्रो सिङ्गटीको खोला हेर्नुहोस् तपाईँहरू। ल ल ल ल तामाकोसी उताबाट आउँछ, अर्को यता जाने भोटेकोसी, अनि आएर अलि तल मिल्छ, यस्तो रहेछ। हेलो हेलो, बोल्ने नबोल्ने, उहाँको स्थिति चाहिँ अलि नाजुक छ। यहाँदेखि चाहिँ हाम्रो गाउँ जान्छ, यताबाट उता लामबगरको साइड जान्छ, अनि यता हामी यताबाट आएको। माछा पनि मार्दैछन् त्यहाँ। ल, माछा खै त पर्दै परेन, माछा पऱ्यो भने तपाईँहरूले देखाउँछ है गाइज। खै परेन माछा। सिङ्गटीको बस पार्क चाहिँ अहिले यहाँ छ। यता मेन बजारहरू उता साइड छ, हामी गएनौँ आज, तपाईँहरूलाई पछि टाइम मिल्यो भने देखाउँछौँ। अहिले आज अलिक त्यही अलिक गाह्रो पनि भइरहेछ, अलिक बिरामी जस्तै भइसक्यो। बिरामी त होइन, त्यसै हिँडौँ कि नहिँडौँ कि बोलौँ कि नबोलौँ जस्तो त्यस्तो भइरहेछ। ल, अहिलेलाई यति नै। ल गाइज, हामी चाहिँ घर आएर पनि एकछिन आराम गरेर हल्का फ्रेस भएर बसिरहेको छौँ। हाम्रो घर चाहिँ यहाँ छ, किचन यता छ, बस्ने ठाउँ। अनि यता माइलोको घर हो, यहाँ माथि छ एउटा घर, अनि यता माथि हाम्रो कान्छा काकाको हजुरमाको घर छ। यता छ एउटा घर, उता गाउँहरू यता माथि छ, अनि पर छ एउटा। अनि यता तपाईँको हाल खबर के छ? फ्रेस भयो अलि? ब्रस गर्नु ल, यहाँ छ। अनि सञ्जीवको घर यहाँ छ। हाम्रो घर पनि पहिला यहाँनिर थियो, यो रुखको तल।
अनि भूकम्पमा भत्केपछि चाहिँ अनि हामी त्यहाँदेखि यहाँ आएको हो। अनि हामी भूकम्पको बेला चाहिँ तल त्यो पारी पनि हाम्रो हो। अनि त्यो लसुन हो कि प्याज हो त्यहाँ भएको ठाउँमा हामी घर बनाएर बसेको थियौँ। त्यसको प्लास्टिकहरूको घर तिर्पालहरूको। अनि हाम्रो घर पहिला यहाँ थियो ठ्याक्कै यहीँनिर। अहिले जस्तो भइसक्यो। ए तिमीहरू क्यार्चस यसले के हेर्दो रहेछ। ए के छ तेरो हालखबर? यस्तो खाली खुट्टा हिँड्नुपर्छ अरे अहिले। ओहो ल उहाँ महारानी चाहिँ हेलो हेलो हाम्रो गाउँबाट चाहिँ राति चाहिँ यस्तो देखेर चाहिँ पारितिर दामी देखेर चाहिँ लाइटहरू। नेक्स्ट डे द गुड मर्निङ गाइज। गुड मर्निङ। के छ तपाईँहरूको हाल खबर? ल नयाँ दिनको सुरुवात भइसकेको छ। हिजोभन्दा अलिक खुलेको छ। अनि हाम्रो बिहान बिहानै घरबाट भ्यू चाहिँ यस्तो देखिन्छ। म चाहिँ भर्खर उठेको छु। मुख पनि धोएको छैन, फ्रेस भएको छैन। तपाईँहरूलाई अल्छी लाग्दो मुख देखाएर के दिक्क पार्नु भनेर यसरी भ्लगको सुरुवात भइसकेको छ। यता चाहिँ झाँको पर्छ भने यता बाब्रे यो रुखले छेकेको छ तल। यता तल अहिले म देखाउँछु तपाईँहरूलाई। त्यता सिङ्गटी पर्छ। अनि पुरै र साउन्ड माइकहरू छैन। यतै चराहरू कराइरहेको छ, तपाईँहरूले सुन्न सक्नुहुन्छ कि हुन्न। अनि तपाईँहरूलाई म डेट देखाउन जाँदैछु त गौरीशङ्करबाट, डाइरेक्ट गौरीशङ्करबाट आज गुड मर्निङ हुनेवाला छ। अनि के छ भने तपाईँहरूले सनराइज चाहिँ यसरी हेर्नुपर्ने भयो। र के भयो भने म चिया खाएर तातो पानीहरू खाएर जान्छु। तपाईँहरूलाई गौरीशङ्कर यता पर्छ, यहाँबाट सनराइज देखाउनको लागि भनेको। तर भयो के भने मैले तातो पानी खाँदा यहाँ चाहिँ पुरै यसरी घाम लागिसकेको छ। अनि कालिन्चोक पनि आज चाहिँ पुरै खुलेको छ। यहाँ पर्छ है गाइज कालिन्चोक चाहिँ ठ्याक्कै कस्तो हल्लेको। ल त्यही हो। अनि हामी सनराइज चाहिँ अर्को भ्लगमा हेर्नेछौँ। चाइनिजहरूले भिडियो बनाएको जस्तै एउटा चाहिँ रुखैमा खाऊ त फेरि खाऊ त्यहीँ टोकन। चाइनिजहरूले के हो देखाउँछ नि भ्लगमा, त्यहीँ टोकेर स्याउहरू के देखाउँछ नि त्यस्तो गर रुखले कस्तो ब्लर गर्दै चरालाई। च्यौ 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 च्यौ। बुद्ध चित्तहरू त्यो काँडा काँडा छ नि हो देख्दैन? उयो त
यो चिसो भएपछि अब आइहाल्छ नि अब साउन भदौसम्म यहाँ हो यहाँ यस्तो रहेछ रायोको साग पनि रुखै भइसक्यो रायोको होइन के हो के साग रे ए जरिङ्गा हेर्दैन थिएँ बाबु काखमा जाँदा टिपिक्कै हेर्थेँ त्यस्तै हो राजा त्यो अनि एकचोटि त्यसलाई छेरपाट लागेको चाहिँ कहिले हाने तँलाई चाहिँ लागेर त्यो झगडा त्यो त्यत्तिकै जोगीको बुट्टी बाँधेर चाहिँ रुन्थ्यो झगडा गर्थ्यो सानो नानी जस्तो मलाई चाहिँ जोगीको बुट्टी बानेपछि ठिक भयो अनि राजनले उसको बुट्टी बाँधेको मसेर बाजेको तैँले जोगीको बाँधेको अनि दुई भाइसँगै खेल्न जाने अनि त्यो दुई बुट्टी पानी चाहिँ यहाँबाट हाले गरी बस्दैछ अनि मलाई चाहिँ कुट्न परेन अरे कुट्नु पर्दैन थियो त्यति बेला अलि जित्ती हो नि पौडी खेल्ने पौडी खेल्दा ए पछि त्यो त आउँथ्यो त्यो त ठुलो भइकन स्कुलबाट जाने हुन्थ्यो जे पनि खाने मामा आउँदाखेरि भुइँमा भात नखासर भनेको यसलाई भनेको मामाले मामाले पो भुइँमा खसेछ टिप्यो अहिले पुरा छरेर केही राख्दैन अनि म स्कुलमा पौडी खेल्दा नि स्कुलमा पौडी खेलेर अनि चिठी पठाउँथेँ स्कुलबाट होइन अनि बुबाले हात काट्छु यहाँ राख भनेर म त अनि खुकुरी ठिक्का पर्दा यसरी राखिदिन्थेँ हटाउँदैन थिएँ म त अनि पो अहिले मलाई पौडी खेल्न आउँछ त नत्र भने कसरी सिकिन्थ्यो खेल्न दिँदैन अहिले चाहिँ हाम्रो स्कुलमा चाहिँ पोखरी छ होइन ठुलो त्यो पहिला ठिकै थियो अहिले झन् अर्को पानी हाल्दा पनि ठुलो हुँदो रहेछ त्यहाँ चाहिँ हामी खेल्थ्यौँ अनि त्यहाँ चाहिँ तर मान्छे नि पहिला नि मरेको अरे अस्ति अस्ति नि मरिसक्यो हाम्रो बेलातिर चाहिँ हामीले खेल्ने बेला त मरेको थिएन अनि हामीलाई एकचोटि त लुगै लगेर त्यो पियोनले लुगै लगेर हिँडेर वनमै परे के अरे एउटा कट्टो त उयो राख्नु रहेछ क्या अनि त्यहाँबाट सर्लाको त्यो नआउने उयो राख्ने के अरे पोखरीमा पस्ने अर्को लाएर थ्याङ्क यू सो मच गाइज अहिलेसम्म भ्लग हेरिदिनु भएकोमा अनि आज यो भ्लग चाहिँ यहाँ इन्ड गरौँ होला अनि यसपालि चाहिँ ताजा भ्लग आउँदैछ हिजोदेखि खिचेको अनि आज हाल्दैछौँ आज चाहिँ 16 गते बुधबार हो अनि हामी चाहिँ दिवालीको लागि आएको अनि भोलि र पर्सि चाहिँ हाम्रो दिवालीहरू हुन्छ आज चाहिँ हजुरमाकोतिर काकाहरूकोतिर गयौँ पानी परिसक्यो 6 बज्न लागिसक्यो अनि तपाईँहरूको लागि म अब एडिट गरेर हालिहाल्छु अनि नेक्स्ट भिडियोमा भेटौँला ताजा भ्लग हेर्नु होला यसपालि चाहिँ ड्याङ्की आउँदैछ भोलि पनि आउँछ होला सायद बाई बाई